पढेको कुरा याद हुँदैन। धेरैजनाको यो प्रश्न हुन्छ कि अहिले पढो भोलि बिर्सिन्छ, अहिले पढो 1 घण्टा पछाडि बिर्सिन्छ, अहिले पढो 1 मिनेट पछाडि बिर्सिन्छ, के पढेको थिएँ थाहा छैन। अहिले मैले यसो किताब खोलेर पढेँ, 1 पेज पढिसकेँ, तर पढिसक्ने बित्तिकै म यसो सम्झिन्छु अहिले एक पेज भित्रमा मैले के पढेँ, त्यो कुरा मलाई यादै हुँदैन। यस्तो समस्या धेरैको हुनसक्छ। यसको लागि हामीले केही टेक्निकहरू पनि अपनाउन सक्छौँ र केही कुराहरूलाई ध्यान पनि दिन सक्छौँ, आफ्नो शरीरको पनि दिमागको पनि, र यसको यो जुन टेक्निक छ त्यसलाई पनि हामीले फलो गर्न सक्छौँ। सबभन्दा सुरुमा चाहिँ हामीले हाम्रो बिर्सिने जुन धेरै बिर्सिने समस्या हुन्छ यो चाहिँ क्षीण ब्रह्मचर्यको कारणले हुने गर्छ। भनेको ब्रह्मचर्य नराख्नु, ज्यादाभन्दा ज्यादा वीर्यपात गर्नु, हस्तमैथुन गर्नु, यसले गर्दाखेरि हाम्रो दिमागको तेज जुन छ, दिमागको जुन स्मरण शक्ति छ त्यो क्षीण हुँदै जान्छ, एकदमै कमजोर हुँदै जान्छ। र हामीले जति धेरै ब्रह्मचर्यको पालन गर्यौँ त्यति हामीलाई याद हुन्छ। अहिले हामीले सुनेको, अहिले हामीले बोलेको, अहिले हामीले कतै केही देखेको कुराहरू हामीलाई दिमागमा छापिने गर्छ। त्यसलाई हामीले सम्झिन चाहँदा सम्झिन सक्छौँ। त्यस्तो शक्ति आउँछ ब्रह्मचर्यबाट। त्यो पहिलो कुरा भयो। अर्को भनेको पढ्दाखेरि एकदमै ज्यादा हामीले विचार गर्नुपर्ने कुरा चाहिँ रिभिजन। हामीले पुरा पुस्तक याद गर्न सक्छौँ, तर कसरी त भन्दा रिभिजनको कारणले। हामीले एक पेज रटेर अनि त्यसपछि त्यत्तिकै रिभिजन नगरिकन कुनै कस्तै पनि व्यक्तिले त्यो पुस्तकलाई याद गर्न सक्दैन। म एउटा संस्कृतको विद्यार्थी हुँ। हामीले गुरुकुलमा बस्दाखेरि पुरा पुस्तक हामीले याद गरेका हुन्छौँ र अहिले पनि हामीलाई पुरा पुस्तक याद हुन्छ। र त्यो पुस्तक कसरी याद हुन्छ त, पुरै पुस्तक नहेरिकन पनि कसरी याद हुन्छ त भन्दाखेरि रिभिजनको कारणले। कसरी त भन्दा हामीले गुरुकुलमा पढेका जुन पुस्तकहरू हुन्छन् ती पुस्तकहरूलाई लिएर हामीले चाहिँ कुनै पनि कार्यमा गएर त्यसैलाई दोहोऱ्याउने गर्छौँ, त्यसैको रिभिजन हुने गर्छ। त्यही भएर त्यो रिभिजनको कारणले एकचोटि, एक दिनमा एकचोटि, दुईचोटि, तीनचोटि त्यसरी हामीले दोहोऱ्याइराखेको कारणले हामीलाई याद हुन्छ। त्यसैले रिभिजन एकदमै ज्यादा आवश्यक छ। यदि तपाईँले कुनै पनि एउटा पुस्तक पढ्दै हुनुहुन्छ अथवा कुनै पनि सब्जेक्ट पढ्दै हुनुहुन्छ, होइन, लोकसेवाको तयारी गर्दै हुनुहुन्छ, जे गर्दै हुनुहुन्छ, तपाईँले आफूले पढेका नोट गरेका कुराहरूलाई रिभिजन गर्ने गर्नुहोस्। धेरै केही पर्दैन। तपाईँले लेख्नुभएका कुराहरू त तपाईँलाई थाहा छँदैछ, होइन। एउटा कुरा म तपाईँलाई एउटा कन्सेप्ट बुझाइदिन्छु। मैले उदाहरणको लागि एउटा कुनै रोगको बारेमा लेखेँ। उदाहरणको लागि शरीर डढ्दाखेरि हामीले चाहिँ कस्तो उपचार गर्न सक्छौँ, शरीर डढ्दाखेरि के गर्ने के नगर्ने भनेर मैले एउटा पुस्तक पढेँ र त्यसको नोट बनाएँ। त्यसको नोट बनाइसके पछाडि त्यसको नोट, त्यो मैले के नोट बनाएको थिएँ त्यो त मलाई पुरै याद त छैन, तर त्यसलाई याद गर्नको लागि मैले आज लेखेँ। अब भोलिपल्ट बिहान उठेर एकचोटि यसरी झट्ट हेर्दाखेरि, सरसर्ती हेर्दाखेरि, तलदेखि माथिसम्म सरसर्ती हेर्दाखेरि आफूलाई यो लेखेको थिएँ भन्ने त थाहा छँदैछ। त्यही भएर त्यो रिभिजन गर्न धेरै टाइम लाग्दैन। जति लेख्दा, जति अध्ययन गर्दाखेरि टाइम लागेको थियो त्यति रिभिजन गर्दाखेरि लाग्दैन। त्यही भएर रिभिजन चाहिँ हामीले छिटो गर्न सक्छौँ। त्यही भएर हामीले चाहिँ वर्षभरि पढेको सब्जेक्टहरूलाई पनि रिभिजन गर्ने हो भने हामीले 1 हप्तामा सक्न सक्छौँ कि। त्यस्तो छिटो हुन्छ रिभिजन भनेको। अर्को कुरा के त भन्दाखेरि यदि पाठै गर्नु पर्दैन भनेको एकचोटि पढेको पुरै शब्द केलाउनु पर्दैन, एकचोटि कन्सेप्ट बुझ्दाखेरि रिभिजन हुन्छ भने त्यो झन् छिटो हुन्छ। हामीले पाठै गर्नुपर्ने हुँदाखेरि चाहिँ अलिकति समय लाग्न सक्छ। भनेको माथिदेखि तलसम्म सबै लेखेका अक्षरहरू, शब्द सबै पढ्नुपर्छ भने चाहिँ अलिकति टाइम लाग्छ। त्यसको लागि हामीले लामो समय तोक्ने, जस्तै महिनामा म यति रिभिजन गरिसक्छु, दिनको 1 घण्टा चाहिँ म रिभिजनमा लगाउँछु भन्नुहुन्छ भने तपाईँले जति जान्नु भएको छ त्योभन्दा धेरै चाहिँ रिभिजनबाट याद हुन्छ। रिभिजनबाट त्यहाँबाट धेरै कन्सेप्टहरू खुल्छ पनि र तपाईँलाई धेरै कुराहरू याद हुन्छ। त्यही भएर मेन फोकस चाहिँ पढाइमा, विद्यार्थी होस् या कुनै पनि व्यक्ति जसलाई चाहिँ याद गरिराख्नु पर्ने छ, त्यो मान्छेले चाहिँ रिभिजन गर्नु एकदमै ज्यादा आवश्यक छ। दोहोऱ्याउनु एकदमै ज्यादा आवश्यक छ। जति धेरै दोहोऱ्याउनु भयो त्यति धेरै याद भयो। यो कुरालाई तपाईँले ख्याल राख्नुहोस् र ब्रह्मचर्यको अनिवार्य पालन गर्नुहोस्। आजको भिडियोमा यति नै। अर्को भिडियोमा फेरि भेट्ने नै छु। तबसम्मको लागि बिदा चाहन्छु। धन्यवाद।